नमस्कार सम्पूर्णमा आज म तपाईहरुलाई नेपाल प्रहरीको प्रहरी जवान र प्रहरी कार्यालय सहयोगीको नयाँ भर्ना सम्बन्धी सूचना लिएर यहाँ उपस्थित भएको छु र यो सूचना मिति 2082 6 महिना 10 गते प्रकाशित भएको सूचना हो र प्रहरी जवानमा जम्मा 1553 जना चाहिँ माग गरेको छ भने कार्यालय सहयोगीका लागि चाहिँ जस्तै हजाम कुचिकार खेलाडी तीनवटा समूहमा चाहिँ माग गरेको छ। हजाममा जम्मा 11 जना छन् भने कुचिकारमा 15 जना र खेलाडीमा 15 जना र यसमा चाहिँ जुन जम्मा संख्यालाई चाहिँ खुल्ला अमर अशक्त प्रहरी महिला आदिवासी जनजाति मधेसी दलित पिछडेको क्षेत्र गरी चाहिँ यसरी चाहिँ के गरेको छ विभाजन गरेर चाहिँ यहाँ तोकिएको छ। यसमा चाहिँ हामीले आफू जुन समूह हो त्यसमा हामी फर्म भर्न सक्छौं। त्यस्तै खेलाडीको तर्फमा चाहिँ फुटबल भलिबल क्रिकेट एथलेटिक्स जुडो कराते ताइक्वान्डो लगायतका विधाहरूमा चाहिँ के गर्न सकिन्छन् दरखास्त दिन सकिनेछन्। यी खेलाडीहरू चाहिँ छन् भने चाहिँ यसमा दिन सक्यो खेलाडीमा है। त्यस्तै दरखास्त फारम दर्ता मिति चाहिँ 6 महिना 19 गतेदेखि 7/28 सम्म चाहिँ यहाँ दरखास्त दिन सकिन्छ। यसमा कहाँ गर्ने भन्दा जस्तै विराटनगरमा जनकपुर सप्तरी सिन्धुली पोखरा बुटवल रूपन्देही सुर्खेत दिपायल काठमाडौँ ललितपुर भक्तपुर लगायत जिल्ला प्रहरी कार्यालय सबैमा चाहिँ के गर्न सकिन्छ फर्म बुझाउन सकिन्छ। त्यस्तै खेलाडीको सन्दर्भमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज काठमाडौँमा चाहिँ दिनुपर्ने देखिन्छ। त्यस्तै दरखास्त दस्तुरमा प्रहरी जवानका लागि 300 रुपैयाँ यदि अर्को कुनै एउटा थप गरिन्छ भने चाहिँ त्यसमा 60 रुपैयाँ थप गर्नुपर्छ र प्रहरी कार्यालय सहयोगीको सन्दर्भमा रु 200 रुपैयाँ लाग्छ र कुनै एउटा समूहमा थप गर्ने हो भने के हुन्छ 40 को दरले चाहिँ के हुन्छ थप गर्नुपर्ने हुन्छ। उमेरको हदमा प्रहरी जवानका लागि 18 वर्ष पुरा भई 23 वर्ष ननागेको हुनु पर्यो। कार्यालय सहयोगीको लागि चाहिँ 18 वर्ष उमेर पुरा भई 25 वर्ष ननागेको। आवश्यक न्यूनतम योग्यताको रूपमा त्यसमा प्रहरी जवानका लागि कम्तीमा कक्षा 8 पास गरेको लगायतका जुन यहाँ छन् यो चाहिँ त्यस्तै जस्तै आँखा चाहिँ माइनस र +2 भन्दा बढी कमजोर नभएको हुनु पर्यो र उचाइको हकमा चाहिँ 5 फिट 2 इन्च पुरुषको हकमा र महिलाको हकमा 5 फिट। त्यसमा कति केजी कति छाती भन्ने कुराहरू चाहिँ यहाँ हेर्न सक्नुहुन्छ। त्यस्तै शैक्षिक हाम्रो प्रहरी कार्यालय सहयोगीका लागि चाहिँ साधारण लेखपढ गरेकोले पनि मिल्ने रहेछ र उचाइ छाती र तौलमा जवानमा भन्दा अलि फरक छ। जस्तै पुरुषको हकमा 5 फिट मात्र भइ पुग्छ र महिलाको हकमा 4 फिट 10 इन्च भइ पुग्ने रहेछ। त्यस्तै खेलाडीको सन्दर्भमा यसमा चाहिँ के गर्नु पर्यो भने चाहिँ कुनै चाहिँ पदकहरू चाहिँ त्यहाँ जितेको छ त्यो प्रमाणपत्रहरू पनि पेश गर्नु पनि यहाँ देखिन्छ र अरु योग्यताहरू भने माथिको जस्तै छन्। त्यसपछि दरखास्त साथ समावेश गर्नुपर्ने कागजातहरू जस्तै नागरिकता पासपोर्ट साइजको फोटो शैक्षिक योग्यताको प्रमाणपत्र अशक्त अमर प्रहरीको हकमा छ भने पुष्टि गर्ने खालको कागजात वा नाता प्रमाण कागजपत्रहरू र आदिवासी जनजातिको हकमा पनि जुन आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानबाट सूचीकृत भएको जाति हो भने चाहिँ प्रमाणपत्र चाहिन्छ। मधेसीको हकमा पनि दलित पिछडेको क्षेत्रको हकमा भन्ने हो भने के छ अछाम कालीकोट जाजरकोट जुम्ला डोल्पा बझाङ बाजुरा मुगु र हुम्लाको स्थायी बासिन्दा हुनुपर्छ र यो सबै कागजातहरूमा चाहिँ पछाडि चाहिँ सकल बमोजिम नक्कल ठिक छ भने चाहिँ उम्मेदवार स्वयंले अनिवार्य रूपमा दरखास्त गर्नुपर्ने देखिन्छ। त्यस्तै परीक्षाका विधि भनेको प्रारम्भिक स्वास्थ्य परीक्षण हुन्छ शारीरिक तन्दुरुस्ती हुन्छ विस्तृत स्वास्थ्य परीक्षण हुन्छ लिखित परीक्षा प्रहरी जवानका लागि मात्र हुन्छ र अर्को प्रयोगात्मक परीक्षा चाहिँ कार्यालय सहयोगका लागि मात्र हुने अर्को अन्तर्वार्ता हुन्छ। परिसञ्चालन हुने केन्द्रहरू भनेको जस्तै विराटनगर मोरङका लागि यी जिल्लाहरू छन् यसरी चाहिँ तोकिएको चाहिँ यहाँ तपाईहरुले हेर्न सक्नुहुन्छ। त्यस्तै विशिष्टीकृत कार्यक्षेत्र भनेको चाहिँ जस्तै हाम्रो के छ कार्यालय सहयोगको सन्दर्भमा चाहिँ विशिष्टीकृत कुरा चाहिँ के हुन्छ इच्छा चाहना र क्षमता अनुसारमा चाहिँ के हुन्छ एउटा छान्नुपर्ने हुन्छ। सम्पर्क मिति भनेको 8 महिना 11 गते हो। नेपाल प्रहरीको वेबसाइटबाट पनि हामीले
यो कुराहरू हेर्न सक्छौँ र यो पुनश्चयका कुराहरू चाहिँ तपाईँहरूले